वेलकम टु माई न्यू ब्लग गाइज। आज चाहिँ हामी एउटा कहाँ जाँदैछौँ, हामी पशुपति दर्शन गर्न जाँदैछौँ। आरती हेर्न गइरहेको छु। हामीसँग छौँ चारजना, पछाडि 2 जना हुनुहुन्छ लेडिज राहन, अनि यता अगाडि हाम्रो 2 जना छन्। केटा रोक्यो। पशुपति पुगिसकेको छु। रातितिर चाहिँ यस्तो देखिन्छ। त्यहाँ चाहिँ बगेको हो, त्यो सायद आर्यगढ त्यहीँतिर गर्छ। उल्टी गर्ने गएर चाहिँ बाइक पठाऊ बाइक, यहाँतिर चाहिँ पठाऊ बाइक हुन्छ है। बिहानतिर चाहिँ यहाँतिर अब धेरै दोकानहरू लागेको हुन्छ सामानहरूको। अच्छा होटल सामान दिन सकिन्छ। दामी दामी लाइक एन्ड सब्सक्राइब फटा भनिदिनु यसले। सेकेन्ड हाम्रो बाहिर पोज जग्गा पोज छ। खाल्डोन भएर कति दामी रोड छ यता। यसो चाहिँ मेन अब मान्छे चलाइरहेको छ जुन देखिरहेको पब्लिक नदेखाएर क्या धेरै बसेको नन्दुले बसेको थियो। हामी टेम्पल पुगिसकेका छौँ। टेम्पल हो मलाई कति फोनको घुमाउँछ नि आज चाहिँ जिते रहेछ। क्या भने हराउने नन्दु होइन, भिडियो मान्छे अब त्यो ठाउँ नै प्याक भइसकेको रहेछ होइन। आरती त हेर्नु माथिबाट हेर्नु यस। अब चाहिँ हामी आरतीको नजिक जाँदै मान्छे लिनु
त साइकल बनाएको न बिहान नम्बर छुके हिँड्ने त छोयो भने म छोड्दा बन्दर छुटिहाल्छ तर हात छुट्दैन यहाँदेखि चाहिँ पुरा भ्यू देखिन्छ काठमा पशुपतिको गाई कनेक्टेड रहेछ नि त केमा गाई खासमा के गरेर तिनीहरू ल एउटा बाँदर ए नचल मलाई उठाएर दिन्न तँलाई पुरा सेना छ सेना उडाएर लगाउनु तँलाई त्यसको सेनापति यहाँ आउँछ नि यहाँ हो क्या तल भने उतै माथि हुन्थ्यो त कहाँ हो उतै माथि हो आरती दाइ कसको माथि हुन्छ त्यही त तल हुन्छ भन्छ नि त यहाँ माथि पनि टोली चाहिँ गइसक्यो गाइस हामी दुईजना एक्लै छौँ होला होला दिउँसै बनाऊ अब आरती चाहिँ देखाउन सकेन होइन गाइस अब आरतीको टाइम चाहिँ 5 देखि 6 बजेको या 6:30 बजेको बिचमा हुँदो रहेछ हामी चाहिँ ठ्याक्कै कति बजेतिर 6:40-45 यस्तै पुग्यो आरती देखाउन चाहिँ मिस भइगयो हेर्न पनि सकेन अब अर्कोचोटि आएपछि चाहिँ पक्कै देखाउने छु हजुरहरू पनि आउँदाखेरि होइन ठ्याक्कै अब 5-6 बजेको बिचमा चाहिँ पुग्नु होला आरती हेर्ने भएपछि ल